हेलो साथीहरु, नमस्ते नमस्कार। यसो बिहानै यसो जौ काटेर हैन, जौ काटेर यसो खानको लागि हामी जौ काटेर के भन्छ यो चटपटे खाँदै गर्दा छोटो मिठो भलक बनाम के भनेर भन्ने उद्देश्यले यसो बनाएको हैन। यसो छ अवस्था। चटपटे खाँदै जौ काट्दै गर्नुको खुसियाली आनन्द सबै भनौँ न एकदमै राम्रो छ गाउँघरतिर। जौ काट्दाको यो रमाइलोपन अनि घर फ्यामिलीसित यसो बस्दै कुराकानी गर्दै गर्दा काम गर्नुको आनन्द सबैमा परिपूरक छ भन्दा फरक पर्दैन हैन।